नमस्कार सबैजनालाई मेरो भिडियोमा सबैलाई स्वागत छ। मैले यो क्लास 8 को स्टुडेन्टको लागि एउटा पञ्चुएसनको क्लास 6, 7, 8 लाई पनि आउने गर्छ ऱ्यापिड। तर मैले विशेष गरी क्लास 8 को लागि यो पञ्चुएसनको 5 मार्क्सको जुन किताबबाट आउन सक्ने क्वेशनहरु छ नि त्यसमा आधारित भएर यो भिडियो बनाएको हो। यो एकदम महत्त्वपूर्ण छ। यो वान डेबाट यो वान डे देखि छ नि यो वान डे देखि एग्रेड सम्म जुन अनलाइन गरेको छ नि मार्क गरेको छ नि पञ्चुएसन कहिले किताब भित्रबाट देखाइन्छ कहिले बाहिर पनि आउँछ बाहिरबाटै आउँछ। त्यसकारणले 5 मार्क्सको क्वेशन एकदम धेरै महत्त्वपूर्ण हुन्छ यो। अब बीएलए दिन जानु भन्दा अगाडि यो यति पेज नम्बर सम्झेर अथवा यो हेरेर चाहिँ जानुपर्छ पहिला। अनि बल्ल राम्रो हुन्छ। यो मैले किताबहरु हाम्रो किताबको सबै कतिवटा आउँछ भने सम्भावित छन् सबै मैले युज गरिसकेको छु। लगभग किताब भित्रबाट धेरै आउँछ छैन थोरै मात्र छन् तर एकदम धेरै महत्त्वपूर्ण छ। फेरि सेटहरुबाट खोजेको यतिकै हावा अनलाइन गरे हैन सेटहरुबाट खोजेर अस्मिता रिउनरहरु सेटहरु खोजेर गरेको या हावा यतिको अनलाइन गरेर युज गरेर भनेको हैन। जति भिडियो हेर्दा त्यति सिम्पल छ त्यस्तो भिडियो चाहिँ हैन। भन्छ नि डोन्ट जज द बुक बाइ इट्स कभर। किताबको बाहिरको कभर हेरेर त्यसको भित्र के कुरा छ भनेर जज गर्न हुँदैन भन्छ त कम्पेयर गर्न हुँदैन भन्छ त त्यस्तै हो भिडियो भन्ने। भिडियो हेर्दा सिम्पल जस्तो लाग्छ तर भित्र ठुलै कुरा छ। यो पञ्चुएसन 5 मार्क्सको क्वेशन फोर्जिबी ल्याउने स्टुडेन्टहरुले त यस्तो महत्त्वपूर्ण छ। अनि नजानी स्टुडेन्टहरुलाई पनि पास हुन एकदम डरहरु गर्छ। बीएल दिन जानु भन्दा अगाडि यो भिडियोले चाहिँ एकदम राम्रो छ हेर्नु। यसरी वान डे देखि एग्रेड सम्म डे एग्रेड सम्म एकदमै यो ख्याल गरेर हेर्ने यसरी यो प्याराग्राफलाई एकदम राम्रो छ। एकदम धेरै महत्त्वपूर्ण छ नि। यहाँबाट यो मात्र हो अरु छैन। यहाँबाट यति मात्रै अरु म भन्छु अरु ल। अनि अर्को यो किताबकै प्याराग्राफ हो यो। थोरै यो भिडियो बनाउँदाखेरि मिलेन भने ब्याक साइडको देखियो अरु म मिलाउँछु। यो किताबमै छ यो। यसको अगाडिको म देखाउँछु। यो ब्याक साइड हो। यसको अगाडिको प्याराग्राफ छ के एकदम धेरै मलाई एकदम इम्पोर्टेन्ट लाग्यो अर्को यो हो के हो। र नै म अगाडिको भिडियो देखाउँछु सबलाई। यो छ नि यो Have you ever had a fighting experience? यो किताबमा त अर्कै क्वेशन भनेर दिया तर कसरी इम्पोर्टेन्ट छ भने यो सेटमा गएर हेर्यो भने यो क्वेशन ट्याक्कै छ। ट्याक्कै यो क्वेशन सेटमा छ। राम्रोसँग अलि जानी स्टुडेन्टले अलि सेटमा गएर खोजेर हेर्यो भने नि ट्याक्कै यो क्वेशन छ। यो पुरै यहाँ एपबाट अहिले मैले लगाएर कसै भिडियो देखाएको थिएँ नि यसमा ट्याक्कै यही छ। अनि अलि राम्रो खालको छ यो अलि आउन सक्ने धेरै चान्सेस छ यो। यो किताब भित्र ननि यो किताब भित्र छ तर अलि टेक्स्ट भन्दा बाहिर छ त्यसकारणले अलि आउन सक्छ। क्वेशनले त अर्कै दिएको छ यो किताबको एक्सरसाइजमा दिएको छ दियो त के हो बक्सहरु अनलाइन गर भनेछ तर अनलाइन बक्स दियो सिम्पल हैन यो। लाग्दाखेरि त हावा भने जस्तो लाग्छ तर हावा हैन यो सेटबाट हो एकदम धेरै राम्रो खालको छ। त्यही भएर मैले यो सबलाई इम्पोर्टेन्ट छ एकदम ख्याल गर्न हुन्छ सबलाई। ल अर्कोमा जाउँ। अब हामी गोलीको रफ्तारमा दौडिने ढिलो गर्ने हैन।
थोरै उता अन्त भएछ भन्ने हामी यहाँ थियौँ न यो भयो त्यसको पछाडि यो पछाडिको भाग हो अनि अर्को छ यो म्यारिज भन्ने खालि पार्ट छ किताबमै छ 65 मा छ यो पुरै जापानमा इन जापान पुरै प्यासेज आउँछ यसको एकदम धेरै महत्त्वपूर्ण छ अर्को यो हाल इन जापान अर्को पनि छ यहाँ यसैको यही पार्ट हो अर्को यो इन जमाइका भन्छ नि इन जमाइका यो पनि एकदम महत्त्वपूर्ण छ यो अलि यो जमाइका इन जमाइका त इन्टायर कम्युनिटी पार्टिसिपेट भन्ने हो यो लगभग यो अनलाइन गरेर सम्म हेर्ने हो हेरेर पहिला हेर्ने अनि आफैले हेर्दै स्ट्याटिस्टिक्स गरे पनि भयो अब कसरी तर के यो प्यासेजहरु चाहिँ एकदम महत्त्वपूर्ण छ सबै हेर्ने यो मात्र यति अलि बढी महत्त्वपूर्ण छ अहिलेसम्म यति नै थियो ल अर्को एउटा भिडियो हाल्दैछु अब म त्यससँग यो थोरै प्याराग्राफ मात्र होइन र अर्को एउटा भिडियो हाल्दैछु अहिले के भइदैन र अनि अर्को यो छ के द सन कन्टिन्युड अनि द लेट्स हाइड दिस shoes behind and watch from यो छ नि यहाँ देखाउन लाग्यो यो अरु पनि म युज गर्छु रोटेट गर्छु यो द सन कन्टिन्युड लेट्स हाइड दिस shoes somewhere and watch from behind the bushes यो पनि एकदम राम्रो यो किताबको स्टोरीको एकदम राम्रो खाले छ यो एकदम आउँछ है जान यो लेट्स खाले त झ्यापै जस जुनमा नि पर्छ यो लेट्स छ नि लेट्स यो सबै होला एकदम ध्यान दिएर सबले ध्यान दिएर एकदम ध्यान दिएर यो भिडियोलाई एकदम हेर्नु सबले अनि आफ्नो किताबमा अनलाइन चाहिँ गरिहाल्ने पछि फेरि एक्जाममा आइदेला नि फेरि हेरे अरू सबै अहिले के भन्नु